Hello guys. Welcome to my another vlog and another day. हामी चाहिँ आज घुम्नको लागि निस्किँदैछौँ दाइहरूसँग अनि भाइ पनि हुनुहुन्छ हाम्रो यता बिट्टु दाइ अनि यता हाम्रो किशोर दाइ ल है हाई गरिदिनु भाइ यता लुगा हेलो यता हाम्रो लुगा यता हाम्रो हिरो भाइ झिल्के भाइ उहाँ त्यहाँ फेरि हिरो भएर निस्किरहनु भएको छ होइन हामी चाहिँ निस्किँदैछौँ अब चट्टा लाएर हामी चाहिँ अब निस्केको आज चाहिँ अब नयाँ भ्लगको लागि त्यसो भए हाई गरिदिनु त ल है ल अब चाहिँ हामी चाहिँ निस्केको घुम्नको लागि आज यस्तो छुट्टी मनाउनलाई दाइहरूको साथमा मिठो घुमाइ हुन्छ आज हामी सबै छुट्टी माछा पुत्तै निकाल्ने हो आज माछा पुत्तै निकाल्ने हो आज होइन होला के हो भोपाल छ है यता चाहिँ यो चाहिँ हामी बस्ने क्याम्प हो गाइस होइन क्याम्पभित्र चाहिँ राम्रै दिएको छ क्याम्पभित्र पनि यो जस्तो भयो नि अब चाहिँ हामी यहाँ हाइवेमा निस्किसक्यो क्याम्पबाट ट्याक्क लाएर चाहिँ हाइवेको कुदाइ हुन्छ हाम्रो गाइस यो रोडहरू पनि चाहिँ होइन युनि कम्पनीले नै बनाएको हो हाम्रै कम्पनीले हाम्रो कम्पनी चाहिँ अब भन्नुपर्दाखेरिमा समग्रमा भन्नुपर्दाखेरि त्यस्तो नराम्रो कम्पनी चाहिँ होइन आफू काम गरिरहेको कम्पनीले झन् नराम्रो भन्ने त कुरै भएन होइन शाबाश बेटा बहुत बढिया एउटा कुरो त्यो पनि हो यो रोड पनि जुन हामी अहिले हिँडिरहेको रोड पनि यो रोड चाहिँ हाम्रै कम्पनीले बनाएको हो पहिला कम्पनीको रोडहरू पनि अनि योभन्दा अलिकति अगाडिभित्र चाहिँ यो अमला प्रोजेक्ट भन्ने चल्दैछ हाम्रो कम्पनी चाहिँ त्यहाँ काम गर्दैछ यो साइडको चाहिँ यतातिर धेरै ठाउँमा छ साइडहरू म के बोलेन म चाहिँ उता नाङ लाएर सुते खाऊ मा कसम सबैजनाले हर्का साम्ताङलाई भोट दिने खराब संस्कृति माटोमा भोट अनि अरू त्यही हो भोट हाल्न जाने कि नजाने तपाईँ भोट हाल्नु चाहिँ आफैले टिकट गरेर जाने हो भोट हालेर फर्किने हो भनेपछि हर्का साम्बाङलाई भोट हालिन्छ भने त 100% आज चाहिँ हामी अब समुद्रतिर पनि घुम्न जान्छौँ होइन समुद्र पनि नजिकै छ त्यति टाढा छैन हामी आज यताबाट छिरेर उतापट्टि निस्केर जानुपर्छ के बोले भाइ के बोले के छ थाहा बोले ल है गाइज अब चाहिँ हामी समुद्र नजिकै आइपुगिसकेको छौँ तर समुद्र चाहिँ अलिक राम्रोसँग नदेखिँदो रहेछ घामले टल्केर घाम चाहिँ लागिरहेछ सर्लक्क त्यही भएर टल्किरहेछ ल सुन्तलाको फुलमा भ्यागुतो फल्दैन हजुर फेरि आउनु त के हो अरे के फल्दैन अरे भ्यागुता सुन्तलाको बोटमा भ्यागुता फल्दैन
चाहिँ मेरो थियो होइन। अनि यो पानी सानीहरू चाहिँ यो दाइलाई राखेको कि खालि घुम्दै हिँडेर हो अहिले पुरै लाबरिस पारेर छोडिदियो हो मलाई पुरै घाटा बनायो। तपाईँले के गरेर खोज्नु भयो यस्तो यार यो भाग्न लाग्छ क्या त्यही भएर उता गएर डुब्ला बिचमा गएर फेरि यो डुब्यो भने मर्छ भनेर हो के बोले भाइ के बोले के जथाभावी बोले गाइज हामी पुरानो यो साउदीको पुरानो घरहरू देखाउँछौँ है। बाजेको घर त भत्के छ अब हामी आइपुग्यो यो सब्जी मन्डीतिर। यो अलवजको कान्छी बजार आइपुग्यो। कान्छी बजार अलवजको साँगुरो बजार। के खाना आएको त हामी यहाँ अब घामै नडुबिकन भोक लागेको रहेछ। त्यसमा कुखुराको सपेटा, कुखुराको फिला अनि कुखुराको तिग्रा पाउँछ अरे त्यही खाना। खोर्सानीभित्र हालेर दिने भनेछ स्पेसियल केमा? स्पेसियल खोर्सानीमा के बोले भाइ के बोले कुखुराको तिग्रामा कुखुराको तिग्रा हुन्छ नि हो त्यहाँ लुगा के खाना आएको रे हामी कुखुराको तिग्रा भुस तिग्रा खाना आयो। कौन है ये लोग? कहाँ से आते हैं? यहाँ त ब्याट्री मर्यो के भयो अरे? ब्याट्री मर्यो आयो हाम्रो फाइनली गाइस ड्रिङ्क अब चाहिँ हामी खाना खान्छौँ। ल निकाल्नुहोस्। अभी मजा आएगा ना भिड़ो माल की दे रहे गाइस अब चाहिँ खायोवरी निक्लेको। अब चाहिँ हामी रुमतिर जानुपर्छ। ट्याक्क लगाएर खाइदियो गऱ्यो। बेलुकाको खानासाना खायो। अब रुममा गएर मस्त बस्ने हो। अब सुत्नुपर्छ। ट्याक्क लगाएर अब चाहिँ रुममा जाने हो। ल अब यस्तै हो, रात परिसक्यो। अब बाटोतिरको भ्लग चाहिँ बनाउँदिनँ। अब यहीँ चाहिँ अन्त्य गर्न चाहन्छु। ओके बाई बाई।